यो प्लास्टिक भित्र म निसासिएको छु। हेर्न मेरो चिल्लो छाला पनि कसरी चाउरियो। म त यहाँ डुब्न लागे। मलाई यो झोलाबाट बाहिर निकाल। मलाई अलिकति खुला हावा चाहिन्छ मित्र, म त सकिन्छु। यो फ्रिजको ओसिलोले गर्दा म समयभन्दा पहिले नै बुढो भएँ। हेर्न म त उम्रिन थालेँ। मेरो सबै शक्ति हराउँदैछ। मलाई एउटा सुक्खा र अँध्यारो ठाउँमा आराम गर्न देऊ न। म त्यहाँ धेरै खुसी हुनेछु। यो फ्रिजको धेरै चिसोले मेरो भित्र चोट लागेको छ। मलाई धेरै दुखिरहेको छ। बाहिरबाट राम्रो देखिए पनि मलाई यहाँबाट निकाल्न। मलाई बाहिरै साधारण तापक्रममा राख। म फेरि खुसी हुनेछु। यो फ्रिजको घरमा म ओइलाएर कालो भइसकेँ। मलाई सास फेर्न साह्रै गाह्रो भयो। मलाई यहाँ यसरी नछोड। मलाई एउटा गिलास पानीमा फुल जस प्लानेको। मलाई यहाँ धेरै चिसो भयो। म काँपिरहेको छु। फ्रिजमा राखेर मेरो स्वाद नबिगार्न। मलाई एउटा अँध्यारो डालोमा राख जहाँ म सजिलै सास फेर्न सकूँ। मलाई यत्तिकै खुला छोडिदिँदा म लल्याक लुलुक भएँ। मेरो सबै शक्ति र कडापन हरायो। म त अब तन्किन मात्र सक्छु, भाँचिन सक्दिनँ। मलाई एउटा बट्टामा थोरै ओससहित बन्द गरेर फ्रिजमा राख्थे। यो प्लास्टिकको झोलाभित्र मेरो सास थुनिएको छ। म निसासिएर मर्दैछु। मलाई यसरी नथुन, म त कुहिन लागिसके। मलाई एउटा जालीदार झोलामा खुला छोडिदेऊ अनि मलाई त्यो आलुको नजिक नरा। फ्रिजको यो चिसोले मलाई बेस्वाद बनाइदियो। मेरो मुटु नै फुटेको जस्तो छ। मलाई यहाँ धेरै चिसो भयो। मलाई बाहिर एउटा कचौरामा राख्न। मलाई कोठाको न्यानो धेरै मन पर्छ।